आदरणीय सज्जनबिन, सर्वप्रथम यहाँहरू सबैलाई दशौंला जोडेर नमन गर्न चाहन्छु। हामी सम्पत्तिका लागि, धन सम्पत्ति कमाउनका लागि अहोरात्र खटिरहेका हुन्छौँ र त्यो सम्पत्तिको प्रयोजन केका लागि हो हामी आफैलाई थाहा छैन। नीतिमा भनिएको छ, धनानि भूमौ पशवस्सगोष्ठे नारी गृहद्वारि जना श्मशाने देहस्थितायां परलोकमार्गे धर्मानुभोग क्षति जीवैका। के भनेको त भन्दाखेरि, जतिसुकै धन सम्पत्ति कमाउँछु भनेर अहोरात्र खटे पनि ती सम्पत्ति कमाउनका लागि हामीले गर्ने नगर्ने कार्यहरू, आफ्नो कर्तव्यलाई बिर्सिएर कार्य गर्छौं अनि त्यो सम्पत्तिलाई जोड्छौं, थुपार्छौं। सातौं पुस्तालाई, सातौं दशौं पुस्तालाई हुने गरी हामी सम्पत्ति जम्मा गरेर राख्छौं। तर सम्पत्ति केही होइन आदरणीय सज्जनवृन्द। धनानि भूमौ पशवस्सगोष्ठे, जब अन्तिम समयमा मान्छेको प्राण जान्छ, उसले ती पालेका गाई वस्तुहरू, ठुल्ठुला गाईहरू ती गोठमै रहन्छन्। उसले कमाएका विभिन्न सम्पत्ति हो, त्यो पनि त्यो बैंक खातामै जम्मा हुन्छ, त्यो त्यही रहन्छ। उसले बनाएका महलहरू, उसले गरेका जे जति गरेका कुकर्म गरोस् चाहे सुकर्म गरोस्, उसले गरेका कर्महरू यही नै रहेर जाने हुन्। उसँग जाने भनेका के हुन् त भन्दाखेरि, उसले गरेका कर्मको फल मात्र उसँग जाने हो। त्यसो हुनाले जतिसुकै सम्पत्ति कमाए पनि घमण्ड नगरौं। आफ्नै श्रीमती पनि जब पतिको मृत्यु हुन्छ, श्रीमती पनि द्वारसम्म मात्रै जान्छन्, हैन। नारी गृहद्वार जना श्मशाने देहस्थितायां, जब त्यो चितालाई मसान घाटतिर लगिन्छ, परलोक मार्गे त्यो परलोकतिर लगिन्छ। उसँग जाने भनेका के हुन् त भन्दाखेरि, उसले गरेका ती शुभ अशुभ कर्महरू नै जाने हुन्। तसर्थ उसँग केही पनि हुँदैन। जाँदाखेरि जस्तो जन्मिँदाखेरि जस्तो प्रकारले जन्मिएको थियो, जाँदा पनि त्यस्तै प्रकारले जानु पर्दछ। त्यसो हुनाले घमण्ड गर्नु हुँदैन। अहंकार केका लागि, दम्भ केका लागि, आखिरमा जानै पर्छ। यो जाने शरीरलाई कम से कम मानव भएर जन्मिएका छौं, मानवताको व्यवहार गरौं। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग भवेत्। यो नारा सबैमा लागोस्, सबैका लागि प्रेरणा बनोस्। जय श्री कृष्ण, जय श्री राधे।